तपाईले कहिले नोटिस गर्नुभयो किन क्लासमा केही मात्र कन्फिडेन्टली बोल्थे र हामी जस्ता उठ्नै डराउँथ्यौं? एउटा दिन याद छ, टिचरले भन्यो, उठ, अगाडि आऊ र केही बोल। त्यो 1 सेकेन्डमा मुटु ढुकढुक, हात थरथर, घाँटी सुक्ने, दिमाग कम्प्लिटली ब्ल्याङ्क। सबैले तपाईलाई हेरिरहेका थिए। त्यो बेला भित्र एउटा आवाज आयो, म किन यस्तो हुँ? र त्यही दिन तपाईले एउटा डिसिजन लिनुभयो, बिना थाहा नपाइकन, म पब्लिकमा बोल्दिन। त्यो डिसिजनले त्यो दिन तपाईलाई बचायो। तर त्यसपछि त्यो मिटिङ जहाँ आइडिया तपाईकै थियो, बोल्न सकेनौ। प्रमोसन अर्कैले पायो। घर फर्किएर मनमनै भन्नुभयो, मैले किन बोलिन? त्यो दिन मात्र होइन, हरेक दिन यो डरले तपाईको एउटा अपर्च्युनिटी, एउटा भर्जन अफ योरसेल्फ चुपचाप लिँदै गयो। तर आज म तपाईलाई एउटा कुरा बताउने छु जुन 90% मान्छेलाई थाहै छैन। र त्यो एक कुरा थाहा भएपछि डर हराउँदैन। डर तपाईको सबैभन्दा ठूलो वेपन बन्छ। पहिला एउटा सीधा सत्य कुरा गरौँ। भीडमा बोल्ने डर यो संसारकै सबैभन्दा सामान्य डरहरूमध्ये एक हो। अध्ययनले भन्छ, हरेक 100 जना मध्ये करिब 75 जनालाई मान्छेहरू अगाडि बोल्न डर लाग्छ। अचम्मको कुरा के छ भने हावामा उड्ने भन्दा पनि बढी डर मान्छेहरूलाई बोल्नैमा लाग्छ। त्यसैले यदि तपाईलाई यो डर छ भने तपाईँ एक्लो हुनुहुन्न, तपाईमा केही गडबड छैन। तर यहाँ असली पीडा सुरु हुन्छ। तपाईँ कार्यालयमा हुनुहुन्छ, बैठक चलिरहेको छ, तपाईको दिमागमा एउटा विचार आउँछ, स्पष्ट, उपयोगी, बलियो, तर तपाईँ चुप बस्नुहुन्छ। केही बेरपछि त्यही विचार अरू कसैले बोल्छ। प्रशंसा उसले पाउँछ, अवसर उसले पाउँछ, बढुवा उसैले पाउँछ। त्यो दिन घर फर्किँदा मनभित्र के भयो होला? तपाईँ विद्यालयमा हुनुहुन्छ, तयारी राम्रो छ, तपाईलाई भित्रैबाट थाहा छ, तर मञ्चमा पुग्ने बित्तिकै सबै बिर्सिनुहुन्छ। अङ्क घट्छ, आफूमाथि आफै रिस उठ्छ र मनमनै सोच्नुहुन्छ, म किन यस्तो भएँ? तपाईँ घरमा हुनुहुन्छ, मनभित्र धेरै कुरा छ, भन्न मन छ साँच्चीकै, तर बोल्न सक्नुहुन्न र बिस्तारै गलतफहमी बढ्छ। प्रिय मान्छेहरू टाढिँदै जान्छन्। यो डर सिर्फ बोल्न नसक्नुको कुरा होइन। यो डरले तपाईको जीवनका सयौं अवसरहरू चुपचाप एक गर्दै अहिले पनि खोसिरहेको छ। र सबैभन्दा दुःखद कुरा के हो? यो डर कसैले दिएको थिएन। तपाईले आफैले बिना थाहा नपाइकन आफ्नो मनभित्र राख्नुभयो र त्यसपछि आफैलाई भन्न थाल्नुभयो, म यस्तै हुँ, मलाई बोल्न आउँदैन। त्यो भनाइ सत्य होइन, त्यो एउटा झुट हो र आज हामी त्यो झुट तोड्छौं। सुन्नुहोस्, यो डर तपाईको जन्मसँग आएको होइन, यो डर सिकिएको प्रतिक्रिया हो र जे सिकिन्छ त्यो फेरि हटाउन पनि सकिन्छ। भीडमा बोल्ने डर प्रतिभाको कमी होइन, यो अभ्यासको कमी हो। र आजका यी 7 नियमहरू छोटो उपाय होइनन्। यी ती सत्यहरू हुन् जुन तपाईलाई अहिलेसम्म कसैले स्पष्ट रूपमा भनेन। तयार हुनुहुन्छ? अनि एउटा अन्तिम कुरा, यो भिडियो बीचमै नछोड्नुस्, किनकि चौथो र छैटौं नियम यिनले तपाईको सोच्ने तरिका नै बदल्नेछन्। र पहिलो नियम सुन्ने बित्तिकै तपाईँ बुझ्नुहुनेछ, यो डर तपाईको दुश्मन थिएन, यो तपाईको सबैभन्दा ठूलो हतियार थियो। नियम 1, डरलाई नष्ट नगर, इन्धन बनाऊ। पहिलो नियम, र यो सबैभन्दा बढी गलत बुझिएको नियम हो। एउटा प्रश्न सोध्छु तपाईलाई, विद्यालयमा परीक्षाको अघिल्लो रात के भएको थियो तपाईलाई? निद्रा लागेन, पेटमा केही हलचल भयो, मुटु अलि बढी ढुकढुक गर्यो, अनि बिहान उठेर परीक्षा दिन गयौं र लेख्यौं। त्यो रातको डर त्यसले तपाईलाई नष्ट गरेन, त्यसले तपाईलाई तयार गरायो। अब सोच्नुस्, त्यो परीक्षाको रातको अनुभूति र मञ्चमा उभिनु अघिको अनुभूति के फरक छ शरीरमा? मुटु त्यही ढुकढुक, हात त्यही सनसनी, पेट त्यही हलचल, शरीरमा एकदमै उस्तै। तर एउटामा तपाईले भन्नुभयो, ल तयारी गरौँ। अर्कोमा भन्नुभयो,
म डराएको छु। त्यो फरक शरीरमा होइन, त्यो फरक तपाईँले आफूलाई सुनाएको कथामा थियो। अब एउटा सत्य कुरा सुन्नुहोस्, संसारका ठूला ठूला वक्ताहरू जो मञ्चमा उभिन्छन् हजारौं मान्छे अगाडि, उनीहरूलाई डर लाग्दैन भन्ने सोच्नुहुन्छ? गलत। उनीहरूलाई पनि त्यही अनुभूति हुन्छ, त्यही ढुकढुक, त्यही सनसनी। तर उनीहरूले एउटा काम गर्छन् जुन अधिकांश मान्छेले गर्दैनन्। उनीहरू त्यो अनुभूतिलाई थिच्दैनन्, लुकाउँदैनन्, भाग्दैनन्। उनीहरू त्यो अनुभूतिलाई अँगाल्छन् र भन्छन्, यो अनुभूति मलाई थाहा छ, यो भनेको म तयार छु, मेरो शरीरले मलाई जगाइरहेको छ। विज्ञानले के भन्छ जान्नुहुन्छ? त्यो हृदय तीव्र गतिमा धड्कनु, त्यो हातमा सनसनी, त्यो पेटको हलचल, यो तपाईको शरीरले अतिरिक्त शक्ति बनाइरहेको संकेत हो। रगत तीव्र गतिमा बग्छ, दिमाग सतर्क हुन्छ, इन्द्रियहरू जागृत हुन्छन्। तपाईको शरीर तपाईलाई सबैभन्दा राम्रो अवस्थामा ल्याउँदैछ, तर हामीले त्यसलाई डर भन्यौं र भाग्यौं। अब भन्नुस्, त्यो शक्तिलाई डर भन्ने कि तयारी भन्ने? त्यसैले अब जब पनि मञ्चमा जानु अघि त्यो अनुभूति आउँछ, आफूलाई यति मात्र भन्नुस्, मेरो शरीर तयार छ, म तयार छु। बस यति मात्र। सुन्दा सरल लाग्छ, तर यो साँचो हो, किनकि त्यो अनुभूति त्यो कहिल्यै हराउँदैन। ठूला वक्ताहरूको पनि हराएको छैन। फरक सिर्फ यति हो, उनीहरूले त्यसलाई इन्धन बनाए, हामीले बाधा। पहिलो नियमको सार डर र उत्साह शरीरमा एउटै अनुभूति हो। फरक सिर्फ कथामा छ। त्यो कथा आज बदल्नुस्। नियम 2, पूर्ण हुन छोड्नु, साँचो बन्न दोस्रो नियम। र यो म तपाईसँग अलि निजी कुरा गर्न चाहन्छु। एउटा कुरा सोध्छु, तपाईको जीवनमा कुनै मान्छे छ जससँग कुरा गर्दा कहिल्यै थकान लाग्दैन? हुन्छ, त्यस्तो एकजना त हुन्छ। अब सोच्नुस्, त्यो मान्छे किन त्यस्तो लाग्छ? उसको शब्द एकदमै फरिदार छन् भएर? उसले कहिल्यै गल्ती गर्दैन भएर? उसको स्वर एकदमै मिलाएर आउँछ भएर? होइन, त्यो मान्छे आफ्नो कुरा गर्छ, हाँस्दा साँच्चै हाँस्छ। गल्ती भयो भने अरे गल्ती भयो भन्छ, दुःख छ भने लुकाउँदैन। त्यो मान्छेसँग सहज लाग्नुको कारण उसको सिप होइन, उसको साँचोपन हो। अब म तपाईलाई एउटा दृश्य देखाउँछु। 2 वक्ता छन्। पहिलो वक्ता सबै तयार गरेर आउँछ, हरेक वाक्य रटेको, हरेक हाउभाउ अभ्यास गरेको। मञ्चमा उभिन्छ, एकदमै व्यवस्थित, बोल्छ सुन्दर शब्दहरू, सकिन्छ मान्छेहरू ताली बजाउँछन्। र अर्को दिन कोही सम्झिरहेको छैन। दोस्रो वक्ता मञ्चमा आउँछ, अलि हात काँपेको छ, एक ठाउँमा शब्द अड्कियो, अर्को ठाउँमा रोकिएर भन्यो, माफ गर्नुस्, अलि भावुक भए, र आफ्नो जीवनको एउटा साँचो कुरा सुनायो। सकिन्छ मञ्चमा मौनता, अनि ताली, आँखामा आँसु भएका मान्छेहरू। र अर्को हप्तासम्म मान्छेहरू त्यो वक्ताको कुरा एक अर्कालाई सुनाइरहेका छन्। के फरक थियो? सिप, शब्द, तयारी? होइन। एउटाले प्रस्तुति दियो, अर्कोले आफूलाई दियो। र यहाँ सबैभन्दा ठूलो सत्य आउँछ। तपाईँ किन डराउनुहुन्छ मञ्चमा? मान्छेले गल्ती देख्लान्, म अड्किएँ भने हाँस्लान्, म पूर्ण देखिनुपर्छ। यो डर म आफूलाई ढाक्नुको डर हो। तर दर्शकले के खोज्छ? दर्शकले आफू खोज्छ, आफ्नै कथा खोज्छ तपाईको मुखबाट, आफ्नै पीडा खोज्छ तपाईको शब्दमा, आफ्नै सपना खोज्छ तपाईको आँखामा। जब तपाईँ पूर्ण देखाउन खोज्नुहुन्छ, दर्शकले दूरी महसुस गर्छ। जब तपाईँ साँचो हुनुहुन्छ, दर्शकले आफू देख्छ। र जहाँ आफू देखियो त्यहाँ जडान हुन्छ, त्यहाँ प्रभाव हुन्छ, त्यहाँ परिवर्तन हुन्छ। त्यसैले आजदेखि एउटा कुरा बदल्नुस्। मञ्चमा जाँदा पूर्ण देखिने लक्ष्य होइन, साँचो हुने लक्ष्य राख्नुस्। अड्कियो? हुन्छ। भुलियो? हुन्छ। आवाज काँप्यो? हुन्छ। ती कमजोरीहरू तपाईलाई मान्छे बनाउँछन्, र मान्छेलाई मान्छेले माया गर्छ, मूर्तिलाई होइन। दोस्रो नियमको सार, पूर्ण भाषण भन्दा साँचो भाषण 1000 गुणा बढी शक्तिशाली हुन्छ, किनकि पूर्णता टाढा राख्छ, साँचोपन नजिक ल्याउँछ। नियम 3, तपाईको दुश्मन होइन,
उनीहरू तपाईँका साथी हुन्। तेस्रो नियम, र यो सुन्दा अचम्म लाग्छ, तपाईँ कुनै कार्यक्रममा दर्शकको रूपमा बस्नुभएको छ कहिले? त्यो बेला तपाईँ वक्ताको गल्ती खोज्दै हुनुहुन्थ्यो? होइन, तपाईँ आफ्नै सोचमा हुनुहुन्थ्यो, आफ्नै जीवनको कुरामा। अनि कहिलेकाहीँ वक्ताले केही भन्थ्यो जसले तपाईँको मन छुन्थ्यो र मनमा नै भन्नुहुन्थ्यो, हो यस्तै हुन्छ। त्यो भिडमा बसेका मान्छेहरू तपाईँ नै हुनुहुन्छ। उनीहरू पनि त्यही खोज्दैछन्, आफूलाई छुने केही। त्यसैले भिड नहेर्नुस्, भिडभित्र एउटा मान्छे खोज्नुस् जसको आँखामा सुन्दैछु भन्ने भाव छ। त्यही एउटासँग मात्र कुरा गर्नुस्। बिस्तारै त्यो एउटाबाट अर्कोतर्फ। भिड साथीहरूको समूह बन्छ र साथीसँग कुरा गर्न कसैलाई डर लाग्दैन। तेस्रो नियमको सार, भिड दुश्मन होइन, तपाईँ नै त्यो भिड हुनुहुन्थ्यो एक दिन। नियम 4, तपाईँको शरीरले तपाईँको दिमागलाई निर्देशन दिन्छ। पहिला एउटा कुरा सोच्नुहोस्, तपाईँ मञ्चमा जानु अघि तपाईँ कसरी उभिनुहुन्छ? धेरै जसो अवस्थामा काँध झुकेको हुन्छ, हात जोडिएको हुन्छ, आँखा तल झुकेको हुन्छ। त्यो बेला भित्र के भइरहेको हुन्छ? सास छिटो हुन्छ, मन अल्मलिन्छ, भित्र एउटा आवाज आउँछ, केही बिग्रन्छ कि? अब यही कुरा उल्टो गरेर हेर्नुस्। उही तपाईँ, तर यसपटक काँध पछाडि, छाती खुला, टाउको सोझो, आँखा अगाडि। अब के फरक महसुस भयो? सास गहिरो भयो, मन अलि स्थिर भयो, भित्रबाट सानो तर बलियो आवाज आयो, म सक्छु। यहाँ सबैभन्दा ठूलो कुरा के हो भने तपाईको दिमागले तपाईको शरीरलाई मात्र होइन, तपाईको शरीरले पनि तपाईको दिमागलाई आदेश दिन्छ। तपाई जस्तो उभिनुहुन्छ त्यस्तै सन्देश तपाई भित्र जान्छ। शरीर बन्द, दिमाग भन्छ लुक। शरीर खुला, दिमाग भन्छ अगाडि बढ। त्यसैले आत्मविश्वास महसुस हुन पर्खिनु हुँदैन, पहिले त्यसलाई देखाउन सुरु गर्नुपर्छ। बोल्नु अघि केवल 2 मिनेट कुनै एकान्त ठाउँमा उभिनुस्, खुट्टा मजबुत राख्नुस्, छाती खोल्नुस्, टाउको सोझो राख्नुस् र आफैलाई भन्नुस्, म तयार छु। पहिलो पटक अजीब लाग्छ, अस्वाभाविक लाग्छ, तर सम्झिनुहोस्, जुन कुरा नयाँ हुन्छ त्यही अस्वाभाविक लाग्छ। त्यही कुरा दोहोरिँदा स्वभाव बन्छ। धेरै मानिसहरू आत्मविश्वास आउँछ भनेर पर्खन्छन् र पर्खिँदै बस्छन् जिन्दगीभर। तर साँचो बाटो पहिले शरीर बदल्ने, पहिले कदम चाल्ने, पहिले अगाडि बढ्ने। नियम नम्बर 4, शरीरले नेतृत्व गर्छ, दिमाग त्यसको पछि लाग्छ। शरीर बदल्यो, मन बदलिन्छ। तर अझ ठूलो प्रश्न बाँकी छ। जब शरीर तयार भयो, जब मन तयार भयो, मुखबाट के निस्कन्छ? कसरी बोल्ने? के बोल्ने? त्यो 5औं नियममा। नियम 5, के बोल्ने थाहा छ तर कसरी बोल्ने थाहा छैन। 5औं सत्य, र यो धेरैले गर्ने सबैभन्दा ठूलो गल्तीको बारेमा हो। मञ्चमा जानु अगाडि तपाईँ के गर्नुहुन्छ? धेरै जसो मान्छे गर्छन्, सबै कुरा रटाउँछन्। हरेक वाक्य, हरेक शब्द, हरेक अल्पविराम, र मनमा लाग्छ अब तयार छु। तर मञ्चमा पुगेपछि के हुन्छ? एउटा शब्द बिर्सिन्छ, एउटा मात्र, र त्यो एउटा शब्दसँगै सबै तासको महल जस्तै भत्किन्छ। मन रित्तिन्छ, हात काँप्छ, दर्शक हेरिरहेका छन्, र त्यो क्षण संसारकै सबैभन्दा लामो क्षण भए जस्तो लाग्छ। यो गल्ती तयारी नगरेर होइन, यो गल्ती गलत तरिकाले तयारी गरेर हो। सुन्नुहोस्, भाषण रट्नु र भाषणको ढाँचा बुझ्नु यी 2 एकदमै फरक कुरा हुन्। रटाइले शब्द याद गराउँछ, ढाँचाले सोच्ने बाटो दिन्छ। शब्द बिर्सिन्छ, सोच्ने बाटो कहिल्यै बिर्सिदैन। यसरी सोच्नुहोस्, तपाईलाई कसैले सोध्यो तपाईको घर कहाँ छ? तपाईले के गर्नुहुन्छ? रटेको वाक्य खोज्नुहुन्छ? होइन, तपाईले सिधा बाटो सम्झिनुहुन्छ र आफ्नै शब्दमा स्वाभाविक रूपमा भन्नुहुन्छ। त्यसैले भाषण पनि बाटो हो, शब्द शब्द होइन। त्यो बाटो यस्तो हुन्छ, सुरुवात एउटा बलियो प्रश्न वा घटना, बीच 3 वटा मूल कुरा, अन्त्य एउटा याद रहने वाक्य। पहिलो के, दोस्रो किन, तेस्रो कसरी। यो 3 स्पष्ट भयो भने बाँकी शब्द आफै आउँछन्,
किनकि आफ्नो कुरा बोल्न कसैलाई रटाई चाहिँदैन। 5औं नियमको सार, रटाइले डर बढाउँछ, ढाँचाले डर घटाउँछ। आफ्नो 3 कुरा स्पष्ट राख्नुस्। बाँकी आफ्नै आवाजमा बोल्नुस्। त्यो आवाज संसारमा कसैसँग मिल्दैन र त्यही आवाज सबैभन्दा बढी सुनिन्छ। तर एउटा कुरा अझ बाँकी छ। ढाँचा तयार भयो, शरीर तयार भयो, मन तयार भयो, तर मञ्चमा उभिनु भयो, दर्शकले तपाईलाई हेर्यो, त्यो पहिलो नजर, त्यो पहिलो 5 सेकेन्ड, त्यसले सबै निर्णय गरिसक्छ। त्यो 5 सेकेन्डमा के गर्ने, त्यो 6औं नियममा। नियम 6 के? बोल्ने थाहा छ, तर कसरी बोल्ने थाहा छैन। 5औं नियम, र यो धेरैले गर्ने सबैभन्दा ठूलो गल्तीको बारेमा हो। मञ्चमा जानु अगाडि तपाईँ के गर्नुहुन्छ? धेरै जसो मान्छे गर्छन्, सबै कुरा रटाउँछन्। हरेक वाक्य, हरेक शब्द, हरेक अल्पविराम, र मनमा लाग्छ अब तयार छु। तर मञ्चमा पुगेपछि के हुन्छ? एउटा शब्द बिर्सिन्छ, एउटा मात्र, र त्यो एउटा शब्दसँगै सबै तासको महल जस्तै भत्किन्छ। मन रित्तिन्छ, हात काँप्छ। दर्शक हेरिरहेका छन् र त्यो क्षण संसारकै सबैभन्दा लामो क्षण भए जस्तो लाग्छ। यो गल्ती तयारी नगरेर होइन, यो गल्ती गलत तरिकाले तयारी गरेर हो। सुन्नुस्, भाषण रट्नु र भाषणको ढाँचा बुझ्नु, यी दुई एकदमै फरक कुरा हुन्। रटाइले शब्द याद गराउँछ, ढाँचाले सोच्ने बाटो दिन्छ। शब्द बिर्सिन्छ, सोच्ने बाटो कहिल्यै बिर्सिँदैन। यसरी सोच्नुस्, तपाईलाई कसैले सोध्यो तपाईको घर कहाँ छ, तपाईले के गर्नुहुन्छ? रटेको वाक्य खोज्नुहुन्छ? होइन, तपाईले सिधा बाटो सम्झिनुहुन्छ र आफ्नै शब्दमा स्वाभाविक रूपमा भन्नुहुन्छ। त्यसैले भाषण पनि बाटो हो, शब्द शब्द होइन। त्यो बाटो यस्तो हुन्छ: सुरुवात एउटा बलियो प्रश्न वा घटना, बीच 3वटा मूल कुरा, अन्त्य एउटा याद रहने वाक्य। पहिलो के, दोस्रो किन, तेस्रो कसरी। यो 3 स्पष्ट भयो भने बाँकी शब्द आफै आउँछन्, किनकि आफ्नो कुरा बोल्न कसैलाई रटाई चाहिँदैन। 5औं सत्यको सार, रटाइले डर बढाउँछ, ढाँचाले डर घटाउँछ। आफ्नो 3 कुरा स्पष्ट राख्नुस्, बाँकी आफ्नै आवाजमा बोल्नुस्। त्यो आवाज संसारमा कसैसँग मिल्दैन र त्यही आवाज सबैभन्दा बढी सुनिन्छ। तर एउटा कुरा अझ बाँकी छ। ढाँचा तयार भयो, शरीर तयार भयो, मन तयार भयो, तर मञ्चमा उभिनु भयो, दर्शकले तपाईलाई हेर्यो, त्यो पहिलो नजर, त्यो पहिलो 5 सेकेन्ड, त्यसले सबै निर्णय गरिसक्छ। त्यो 5 सेकेन्डमा के गर्ने, त्यो 6औं सत्यमा। नियम 7, दोहोर्याइ नै औषधि हो, बोल्दै जाँदा डर घट्छ। 7औं र अन्तिम नियम, र यो सबैभन्दा सिधा, सबैभन्दा इमानदार सत्य हो। कुनै छोटो बाटो छैन। डर हट्दैन एउटा भिडियो हेरेर, डर हट्दैन एउटा पुस्तक पढेर, डर हट्दैन कसैको प्रेरणादायी कुरा सुनेर। डर हट्छ जब तपाईँ बोल्न सुरु गर्नुहुन्छ। फेरि फेरि फेरि। सुरुमा कस्तो हुन्छ? अड्किनुहुन्छ, गल्ती हुन्छ, लाज लाग्छ, र त्यो ठिकै छ, किनकि त्यही प्रक्रियाले तपाईलाई बनाउँछ। गल्ती कमजोरीको प्रमाण होइन, गल्ती बढिरहेको प्रमाण हो। एकजना मान्छेको कुरा सोच्नुस्, जो बोल्दा अड्किन्थ्यो, शब्दहरू निस्कँदैनथे, मञ्च देख्दा पसिना आउँथ्यो, तर उसले एउटा निर्णय गर्यो, म भाग्दिन। दिनदिनै बोल्यो, एक्लै बोल्यो, ऐनाको अगाडि बोल्यो, आफ्नै आवाज सुन्यो, लाज मान्यो, तर रोकिएन। र समयसँगै उही मान्छे जसलाई एक वाक्य बोल्न पसिना आउँथ्यो, उसको कुरा सुन्न मान्छेहरू भेला हुन थाले। त्यो मान्छे कुनै विशेष थिएन, उसले एउटा मात्र काम गर्यो, रोकिएन। अब तपाईँ के गर्न सक्नुहुन्छ? आज, अहिले, यही क्षणदेखि घरमा ऐनाको अगाडि बस्नुस् र 2 मिनेट बोल्नुस्, जे मनमा आउँछ त्यही। आफ्नो आवाज फोनमा रेकर्ड गर्नुस् र एकपटक सुन्नुस्। परिवार वा साथीको अगाडि एउटा कुरा सुनाउनुस्, कुनै पूर्णता चाहिँदैन, सिर्फ सुरु चाहिन्छ। र यो पनि सुन्नुस्, हरेक पटक बोल्दा डर एकै पटक हराउँदैन। सायद 5% घट्छ, एक पटकमा 5% मात्र, तर त्यो 5% जम्मा हुन्छ,
हरेक पटक, हरेक दिन, हरेक अवसरमा र केही महिनापछि फर्केर हेर्नुहोस् त तपाईँ उही हुनुहुन्न। आवाज बदलिएको हुन्छ, आत्मविश्वास बढेको हुन्छ र सबैभन्दा ठूलो कुरा तपाईँ अब चुप बस्ने मान्छे रहनुहुन्न। 7औं नियमको सार, जसबाट भाग्नुहुन्छ त्यही डर बढ्छ, जसलाई सामना गर्नुहुन्छ त्यही डर घट्छ। सहज ठाउँमा बसिरहनुभयो भने विकास रोकिन्छ, असहजतामा पाइला चाल्नुभयो भने परिवर्तन सुरु हुन्छ। त्यसैले आजै सुरु गर्नुहोस्, सानो भए पनि बोल्नुहोस्, किनकि तपाईको आवाज सुनिनै पर्छ। हामीले आज 7वटा सत्यहरू कुरा गर्यौं। पहिलो, डर नष्ट गर्नु होइन, इन्धन बनाउनु। दोस्रो, पूर्ण होइन, साँचो हुनु। तेस्रो, भीड दुश्मन होइन, एक एक साथी हो। चौथो, शरीर अगाडि जान्छ, मन पछि आउँछ। 5औं, रटाई होइन, ढाँचा राख्नु। 6औं, तपाईँ भाषण गर्न होइन, कसैलाई छुन मञ्चमा जानुहुन्छ। र 7औं, जसबाट भाग्नुहुन्छ त्यही डर बढ्छ, जसलाई सामना गर्नुहुन्छ त्यही डर घट्छ। तर म तपाईँलाई एउटा कुरा सोध्न चाहन्छु, यी 7 सत्यहरूमध्ये कुन सत्यले तपाईँको मुटुमा सबैभन्दा बढी चोट पार्यो? कुन सत्य सुन्दा मनमा नै भन्नुभयो, हो यस्तै भएको थियो मसँग? त्यो सत्य तपाईँको सत्य हो। र त्यो सत्य तपाईँले तल कमेन्टमा लेख्नुहोस्, कुन नियमले छोयो? बस यति मात्र, किनकि तपाईँको त्यो एउटा कमेन्ट अर्को कसैलाई थाम्न सक्छ। र यदि यो भिडियोले तपाईँलाई एउटा पनि नयाँ कुरा दियो भने यो भिडियो एउटा मान्छेलाई पठाउनुहोस्। त्यो मान्छे जसलाई तपाईँले कहिले देख्नु भएको छ मिटिङमा चुप बस्दै, स्टेज देख्दा पछि हट्दै, मनको कुरा बोल्न नसक्दै, उसलाई यो भिडियो पठाउनुहोस्। कुनै क्याप्सन चाहिँदैन, सिर्फ यो लिङ्क, किनकि कहिलेकाहीँ सही भिडियो सही समयमा कसैको जीवन बदल्छ। र यदि तपाईँ आर्थिक आवाज 2.0 मा पहिलो पटक आउनु भएको छ भने सब्स्क्राइब गर्नुहोस् बेल सहित, किनकि यहाँ हामी पैसाको मात्र कुरा गर्दैनौँ। हामी ती कुराहरूको कुरा गर्छौँ जुन पैसा भन्दा पहिले चाहिन्छ। आत्मविश्वास, आवाज, आफ्नो मूल्य बुझ्ने क्षमता, किनकि आर्थिक स्वतन्त्रता मनको स्वतन्त्रताबाट सुरु हुन्छ। र अन्तमा आज यो भिडियो हेर्नुभयो, यो एउटा सुरुवात हो। अब ऐनाको अगाडि जानुस्, 2 मिनेट बोल्नुस्, जे मनमा आउँछ त्यही। गल्ती हुन्छ, हुन दिनुस्। लाज लाग्छ, लाग्न दिनुस्, तर रोकिनु हुँदैन, किनकि तपाईको आवाज कसैको जीवन बदल्न सक्छ र त्यो कसै तपाईकै प्रतीक्षामा छ। धन्यवाद। आर्थिक आवाज 2.0 मा भेटौँला अर्को सत्य सहित।